तिमी दिनभरि रुममा एक्लै बस्छौ, तिमीलाई अल्छी लाग्दैन भनेर क्वेसन गर्नेहरूको लागि यो भिडियो है त। हाई गाइज, फर्स्टमा चाहिँ म बिहान उठेर पर्दाहरू खोलेँ किनभने राति चाहिँ पानी परेको थियो, त्यसैले मैले बन्द गरेको थिएँ। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ आजको मौसम कति राम्रो छ भनेर। अनि म चाहिँ फ्रेस हुनतर्फ लागेँ। आज चाहिँ मैले बिहान बिहान आँप खाएँ, त्यसपछि चाहिँ मैले बेड मिलाउनतर्फ लागेँ। त्यसपछि मैले बिहानको खाना खाएर चाहिँ भाँडाहरू सफा गरेँ एज युजुअल। मैले चाहिँ लुगा धोएर सुकाएको थिएँ नि त, अनि त्यो चाहिँ सुक्यो। अनि त्यसपछि चाहिँ मैले उठाएर पट्याएर राखेँ सबै लुगाहरू। सिन्स आजको मौसम चाहिँ एकदमै राम्रो थियो, त्यसैले म चाहिँ गएँ माथि बुक पढ्नको लागि। पहिला चाहिँ म डेली नै माथि गएर वक गर्ने, बुक पढ्ने गर्थेँ, तर अहिले चाहिँ गर्मी बढेदेखि चाहिँ म माथि गएको थिएन। बट आज चाहिँ म गएँ अनि आई फिल सो गुड। इफ यु गाइज डोन्ट नो, म चाहिँ अहिले इजोरिया भन्ने बुक पढ्दैछु एन्ड आई एम लभिङ दिस बुक सो फार। अनि एकछिन पछि चाहिँ मेरो साथी पनि आयो माथि, अनि त्यसपछि चाहिँ हामी बसेर कुराकानी गर्न थाल्यौँ। अनि कुरा गर्दा गर्दै चाहिँ हामीलाई भोक लाग्यो अनि हामी चाहिँ गयौँ पसलतिर। पसलबाट चाहिँ हामीले चटपटी बनाउने सामानहरू लिएर आयौँ अनि त्यसपछि चटपटी बनाएर खायौँ। त्यसपछि म बसेँ नोट्स लेख्नको लागि। नोट्स सक्दा चाहिँ राति परिसकेको थियो। अनि हिजो चाहिँ मैले रुममा लाइट लगाएको अनि इट लुक्स सो प्रिटी। मलाई चाहिँ रुम डेकोरेट गर्न एकदमै धेरै मनपर्छ। अनि रातिको 9:30 बजे मेरो दिमागमा के आयो आई डोन्ट नो, मलाई चाहिँ मेरो सानो मिरर डेकोरेट गर्न मन लाग्यो। मसँग चाहिँ केही पनि आइडिया थिएन कसरी यसलाई डेकोरेट गर्ने भनेर। मैले चाहिँ जसो तसो यतिको चाहिँ बनाएँ। एट लास्ट मैले चाहिँ बुक पढेर सुतेँ। थ्याङ्क यू सो मच फर वाचिङ।